नीति निरन्तर विधि विधानलाई शिरोधार्य गरी जीव र जगतको कल्याणको निमित्त अनवरत लागि पर्नुहुने संघ मित्रजनहरू सर्वसाधारण सृष्टिकर्ता गुरुमार्ग गुरु संघ मित्रबाट आयोजित यो विश्व शान्ति महामैत्री पूजा एवं विश्व मैत्री दिवसको पावन अवसरमा वहाँ हाम्रा सर्वज्ञ परम पूजनीय महासभापति धर्म संघ गुरुजीको मुखारबिन्दबाट अमृत वचन भए अनुरोध हाम्रो विश्व मैत्री दिवस 8, 9, 10 तीन दिने दिवस विधिवत रूपमा सम्पन्न भएको पावन अवसरलाई यसैलाई उहाँको वचन अनुरोध हामी सम्पूर्ण देशैभरि रहेका संघ भक्तजनहरूको सुख शान्ति समृद्धि अनि अथाह पुण्य लाभ निमित्त गरिने हो शान्ति पूजा आज यस पवित्र भूमिमा हुन गइरहेको हुँदा हामीले मैत्री धर्मको विधि नीति अनुरूप बिहान 6 बजेबाट प्रारम्भ भएर हामीले निरन्तर 10 बजेसम्म 8 बजेसम्म सर्व उद्धारमान गुरु भगवानहरूको प्रार्थना पूजा हामीले यस भ्रमणमा रहेका सर्व उत्कृष्ट तत्व अर्पण समर्पण गरेर पूजा प्रार्थना जप ध्यान गरेर अहिलेको समय चाहिँ हामी धर्मको नीति अनुरूप महासभापति धर्म संघ गुरुजीले 6 वर्ष लामो निर्जल निर्हार महाकठोर त्याग र तपस्या गरेर प्रतिपादन गर्नुभएको धर्मको अमृतमय गुरु वचन र धर्म सन्देशहरू श्रवण गराउने समय भएको हुँदा यहाँहरू सम्पूर्णमा अब हामी गुरुहरूको तर्फबाट यो भोजपुर जिल्ला सरानन्द नगरपालिका वडा नम्बर 10 मा बसोबास गराउने सम्पूर्ण वडावासी आफन्तजन र इष्टमित्र र संघ मित्रहरूलाई शान्तशील स्वभावमा धर्मको अमृत वचनहरू श्रवण गर्नु भएर यसलाई आफ्नो हृदयमा मनन गरेर भोलिको दिनमा आउँदो दिनमा सबैले मनन गरेर यसलाई व्यवहारमा लागू गर्नु भएर साँच्चीकै संसार सुखमय शान्तिमय स्वर्गमय र मैत्रीमय तुल्याउनुको निमित्त तपाईँ सम्पूर्णमा सर्व परमात्मा गुरु भगवानको कृपा आशीर्वादहरू सदा बर्सिरहोस् भन्ने कामना गर्दै अब म मैत्री धर्मको श्रेष्ठ र मैत्री दिवसको औचित्य र मैत्री धर्म भनेको के हो भन्ने विषयमा संक्षेपमा यहाँहरूको माझ भन्न गइरहेको छु। हामीले कुनै पनि धर्म सन्देशहरू श्रवण गर्नुभन्दा अगाडि हाम्रा उद्धारवान भगवान गुरुहरूप्रति सेवा ढोक अर्पण गर्नुपर्ने नियम भएको हुँदा हामीलाई उहाँ अदृश्य रूपमा रहनुहुने सर्व परमात्मा गुरुहरूबाट अमृतमय ज्ञानहरू बर्साइरहनु भएको भनेर हामी गुरुको शरणमा छौँ भन्ने भावना गर्नु भएर दुई हस्त जोडी दुई घुँडा टेकेर गुरु सम्बोधनको क्रमलाई दिनुहुनुलाई मैत्री अनुरोध गर्दछु। हजुर अमर विनाशी महाकृपानाथ महादयानाथ महाकरुणादायी आकाश जय विशाल धरती जय अटल सूर्य जय ज्योतिर्मय चंद्रमा जय शीतल महाबली महामैत्रीय सर्वज्ञ पूजनीय महासभापति धर्म संघ गुरुजीको कोमल चरण कमलमा अनंत विरल सेवा ढोक सहित निस्वार्थ मैत्री भाव पूर्ण अपार आदर सम्मान का साथ कोटि कोटि नमन अर्पण गर्दछौं। जगत जननी महाकृपामयी महाकरुणादायी महामैत्रीमयी महाशक्तिरूपिणी सर्वेश्वरी सर्वज्ञानी निम्न जन्म लतम श्रेयम महागुरुआमाको कोमल चरणमा अनंत विरल सेवा ढोक सहित निस्वार्थ मैत्री भावपूर्ण अपार आदर सम्मान का साथ कोटि कोटि नमन अर्पण गर्दछौं। हजुर अविनाशी
महातेजस्वी सर्वलोकदर्शी महाबली महामैत्रीय परम पूजनीय बाल गुरुजीको कोमल चरणमा अनन्त वन्दना सहित कोटि कोटि नमन अर्पण गर्दछौँ। परम सर्वलोकमा विराजमान हुने पूजनीय सर्वकर्मार्थ गुरु भगवानहरूप्रति उच्च सम्मान भाव प्रकट गरी यसै ब्रह्माण्डमा रहेका सर्व उत्कृष्ट तत्त्व अर्पण समर्पण गर्ने भाव प्रकट का साथ कोटि कोटि नमन अर्पण गर्दछौँ। सन्यासी सन्यासिनी गुरुमार्ग गुरुहरूमा पनि नमन अर्पण गर्दछौँ। महात्मा गुरुहरूमा पनि नमन अर्पण गर्दछौँ। आजको यस शान्ति पूजामा सहभागी हुने महात्मा गुरु मार्ग अथवा लगायत यस पूजा आयोजना गर्नुहुने आयोजक मित्रबाट निमन्त्रणा गर्नुहुने पाल्नुहुने सम्पूर्ण आफन्तजनहरू र यस वडामा बसोबास गर्नुहुने वडावासी धर्मप्रेमीहरू र सङ्घ मित्रहरूमा हामी महात्मा गुरुहरूको तर्फबाट चतुर्थ सैकी वैक्य सर्व मैत्री मङ्गलम मैत्री मङ्गलम। हुन्छ, अब हजुरहरू सरल आसनमा बस्न सक्नुहुनेछ।